सिंहदरबार बदलिने सङ्घर्षमा लालो पण्डित। यदि सिंहदरबारलाई बदलिन हामी सकेनौँ भने देश बदलिन सक्दैनौँ। केन्द्रबिन्दु त्यही हो। मैले त्यतिखेर सार्वजनिक मिडियाहरूमै भनेको छु कि सर्वसाधारणले पाउने दण्डभन्दा राजनीतिक व्यक्तित्वहरूलाई 10% बढी नै दण्ड सजाय गर्नुपर्छ। तर भएन। झनै 27 वर्षदेखि महँगो औषधि खाँदैछु। अहिले पनि मलाई महिनामा झन्नै 20 देखि 22 हजारको नियमित औषधि चाहिन्छ। त साइकल मेरो प्यारो साधन हो र निजी साधन अहिले पनि छ। मसँग त्यो बाहेक अरू साधन छैन। अनुशासन नभएको पार्टी रहँदैन। त्यो पौवामा परिवर्तन हुन्छ। 40 वर्षदेखि काठमाडौँमा म कोठामा बसेको छु। अहिले पनि मेरो परिवार झन्नै 16 महिनादेखि बेडमा छन्, बिरामी। आधा हस्पिटलै बनाउनु पर्या छ। मेरो परिवारको उपचार र मेरो उपचार पनि सधैँ सरकारी अस्पतालमा हुन्छ। डीबीपीआर ग्रीन कार्ड लिएर देशलाई ढाँट्ने, ठग्ने, लुट्ने वर्तमान प्रधानमन्त्री र प्रचण्डजी पूर्व प्रधानमन्त्री अहिले हामीसँग हुनुहुन्न, सँगै हुनुहुन्थ्यो। तपाईलाई कसले यत्रो कर्मचारी स्थायी रूपमा भर्ना गर्ने अधिकार दियो भनेर मसँग सवाल जवाफ गर्नुभयो र देशव्यापी रूपमा आफ्नै पार्टीबाट विरोधमा आन्दोलन गराउनुभयो। 460 वटा सर्वोच्च अदालतमा मुद्दा दिइयो। ती सबै मुद्दाहरू कानुन सम्मत, संविधान सम्मत भएकोले गर्दाखेरि खारिज भएर बदलिने सङ्घर्षको सुरुवात गरेको कुरा यहाँहरूलाई जानकारी भएकै कुरा। मन्त्री हुँदा सरकारी गाडी चढेको हुँ र सरकारी गाडी चढ्दा सरकारी पेट्रोल खर्च भएकै हो। एमाले पनि ठुलो पार्टी हो, काङ्ग्रेस पनि ठुलो पार्टी हो। अहिले भारे पार्टीको त कुरै नगरौँ। अहिले पनि मैले त्यतिखेर पनि भनेको हुँ, टुडी खेलमा पिंजरा बनाएर राख्दा हुन्छ, कानुनलाई मान्न खोज्नेहरू होइन। अहिले पनि भन्नुहुन्छ भने थुप्रै एमालेका नेता सहित 600 भन्दा बढी सहकारी ठगीमा जेलमा छन्। लैबरी लैलाई भन्नु केही पनि छैन।